फेरि पनि सबैलाई स्वागत छ। आज म तपाईहरुलाई यो भिडियोदेखि एउटा अनौठो दृश्य देखाउन गइरहेको छु। यहाँ हामी हेर्न सक्छौं जलिरहेको चिता छ, जहाँ धेरै मानिसहरू आफ्नो व्यस्ततामा रहिरहेको छ भने त्यही जलिरहेको चिता मुनि चाहिँ दुईजना व्यक्ति, एकदम जवान व्यक्तिहरू चाहिँ सुन खोजिरहेको छ। उनीहरूले बागमती नदीबाट चाहिँ त्यो बालुवालाई माथि पेटीमा लिएर चाहिँ सुन छानिरहेछ, कतै सुन भेट्छु कि भनेर। किनभने यो हिन्दू परम्परा अनुसार चाहिँ मान्छे मरेपछि चाहिँ सुन नदीमा बगाउने चलन छ। अनि त्यो बगाउने बित्तिकै यिनीहरू मानिसहरू चाहिँ यसरी खोजेर चाहिँ भेटाउँछु कि भनेर एकदम प्रयास गरिरहेको छ है। अनि साँच्चै नै मानिस पैसाको लागि जे पनि गर्न तयार छ अहिले। न यिनीहरूलाई शरम छ, न लाज, केही छैन। उनीहरूले आफ्नो काम गरिरहेको छ एकदम नर्मल भएर। त्यो एकदम अनौठो दृश्य लाग्यो मलाई।